अहिले लुरुक्क काम खसाएर असंवैधानिक सरकारले भनेको उसको सिफारिसमा गरिएको प्रतिनिधि सभाको विघटनलाई कान खसाएर लुरुक्क मान्ने, त्यति बेर आफ्नै पार्टीको आफ्नै प्रधानमन्त्रीले गरेको विघटन दुई तिहाईको हैसियतको प्रतिनिधित्व गरेको संसदको नेताले गरेको संविधानभित्रबाट गरेको विघटन चाहिँ विघटन होइन भन्ने, हुँदैन भन्ने अवैध ढङ्गको असंवैधानिक सरकार हो यो। हामी सबैलाई थाहा छ नि त, संविधानको धारा 132 को 1, 2 यिनीहरूले छर्लङ्ग भनेको छ। पूर्व प्रधान न्यायाधीशले के गर्नुहुन्छ के गर्नु हुँदैन संविधानमा लेखेको छैन। अनि पूर्व प्रधान न्यायाधीशले आफै फैसला गर्ने, आफै फेरि असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने, असंवैधानिक ढङ्गले संसद विघटन गर्न पाइँदैन भनेर फैसला गर्ने उहाँहरू अहिले फेरि आफैले असंवैधानिक ढङ्गले विघटन गर्ने। त्यसो भएर यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन हो। आजसम्म जे भयो भयो, आजसम्म भएका कुरालाई एकछिन छोडिदिउँ। आजसम्म जे भयो, तर अब उपरान्त यत्रो अप्ठ्यारो परिस्थितिमा हामी छौँ, यति असहज परिस्थितिमा हामी छौँ। जहिले पनि अप्ठ्यारो परिस्थिति राम्रा काम हामी गर्छौँ, असहज परिस्थिति भित्रैबाट सामना गर्नुपर्ने, त्यो फाइदा विरोधीहरूले मजाले लिने, यो स्थिति बन्नु हुँदैन। यस परिस्थितिको हामीले सफलतापूर्वक सामना गर्न सक्ने भनेको हाम्रो आन्तरिक एकता नै हो। त्यसकारण बट इफको कुरा छैन। सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्नुपर्दछ। म केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य कमरेडहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु, एकताबद्ध पार्टी भएर अगाडि बढौँ। कहिले म जेएनजी भनेको छ, कहिले जेएनजीको केन्द्रीय कमिटी बनाउँछु भनिदिएको छ, कहिले जेएनजी केन्द्रमा ल्याउँछु, नेतृत्वमा ल्याउँछु भनेको छ, कहिले एकछिनका लागि मैले अब नेतृत्व छोडेँ भनेर मान्छे अल्मल्याएको छ। अनि यो चटके पार्टी होइन, यो पार्टी स्पष्ट दृष्टिकोण, स्पष्ट अभिभावनाका साथ अगाडि बढ्छ। केन्द्रीय कमिटीको यस बैठक मार्फत सिङ्गो पार्टी पङ्क्तिलाई एकताबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्ने भूमिकामा, पार्टीका निर्णय कार्यान्वयन भूमिकामा प्रस्तुत हुन आग्रह गर्न चाहन्छु। अब हामीले यस आन्दोलनमा हामी त अरूलाई साथ लिने हो, अरूसँग मिल्ने हो, अरूसँग मिलेरै आन्दोलन गर्ने हो। जो आन्दोलन गर्न सक्छ, जो आन्दोलनमा आउन सहमत हुन्छ, जो आन्दोलन गर्न तयार हुन्छ, ती शक्तिहरूसँग हामी मिलेरै अगाडि बढ्ने हो। म देशका सम्पूर्ण राजनीतिक दलहरू, सङ्घ संस्थाहरू, बौद्धिक समुदाय, नागरिक समाज सबैलाई एकताबद्ध भएर लोकतन्त्रको पक्षमा, संविधान रक्षाको पक्षमा, संसद पुनर्स्थापनाको पक्षमा एकजुट हुन र अगाडि बढ्न आग्रह गर्न चाहन्छु। त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो जो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हिजो उहाँहरू समेत भएर पनि हामीले यो पार्टी निर्माण गरेका हौँ। उहाँहरूको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ। विभिन्न कारणले जानुभयो होला कुनै समय कतै, त्यसैमा नअल्झिनुहोस्। आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुममा बोकेर कुद्दैछन्। म कार्यकर्ता साथीहरूलाई भन्न चाहन्छु, तपाईँ आफैले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस्, कुनै चौपारी खोज्न नजानुस्, कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस्। यो मजबुत घर छ। म सबै पोलिटिकल पार्टीहरूलाई, पोलिटिकल पार्टीका लिडरहरूलाई साना तिना कुरामा आत्मकेन्द्रित, स्वार्थ केन्द्रित हुने पन प्रवृत्ति पनि नराखिकन राष्ट्रिय हितमा एकजुट भएर आउन आग्रह गर्न चाहन्छु। पार्टीभित्र पनि सुरवीरहरूलाई एउटा लहर चल्या देख्छु।
अध्यक्षले छोड्नुपर्छ। कसैले मेरो राम्रो बौद्धिक स्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पारिदिन्छ, देश अलपत्र पार्छ भन्ने पनि व्याख्या गरेर सुन्छु। मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्छ। यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुसी साथ अँध्यारो मुख लाउन घर जले पनि जाने छैन, केही भए पनि जाने छैन, मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लाउन जाने छैन। फेरि पनि कमरेडरको आदेशमा, यो आदेश दिने ठाउँ हो, यसको आदेशमा जुनसुकै कुरा पनि गर्न सक्छ। तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर लोकप्रियतावादका पछि कुदेर के लोकप्रियतावाद हुन्छ यो? कतिपय साथीहरूले मलाई भन्नुहुन्छ तपाईलाई त बोकेर जानै सकिँदैन, किन बोक्नु पर्यो, म आफै हेर्छु, किन बोक्नु पर्यो? हिँड्न नसक्ने होइन, दौड्न सक्ने अवस्थामा छु, बोक्नु पर्ने छ। प्रश्न के हो, कसैलाई मन पर्ने नहोला, नबोक्नुहोस्। अब प्रश्न के हो, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ? व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन, यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाई यो पार्टीले गर्छ। पार्टीले जे भन्छ त्यो गर्छ।